यस्तो छैन कि यो संसारमा कसैबाट गल्ती हुँदैन गल्ती जेबाट पनि हुन सक्छ तर यस्तो छैन यत्रो सानो किन यत्रो ठुलो पनि सानो गल्ती हो यो गल्ती के बारम्बार हुन्छ गल्ती भनेको एक फेर हुन्छ मान्छेबाट उसलाई एक फेर सुध्रिने मौका दिन्छ तिमीलाई पटक पटक दिन्छ हामीले पटक पटक जहिले बिहान उठ्यो भने हामी टुन्टे नै हेर्नुपर्छ जहिले बेलुका उठ्यो भने तिम्रो लाडै नै हेर्नुपर्छ लाडो त्यो लाडो के काम तिम्रो काटेर फाल्दैन हुन्छ यो यस्तो हुन्छ यस्तो गरेर हुन्छ यस्तो गरेर हुन्छ सधैँ यस्तो गरेर हुन्छ सधैँ यस्तो गरेर हुन्छ त यार यो ल भने यो चुम्बनलाई भोलि यो दिने कि नदिने यो देखाउने नदेखाउने अफिसमा यो सधैँ यस्तो गऱ्यो भने त हुन्न त यार यसरी त सारा अति भयो नि त यो त ठिक होइन नि त यार सधैँ एक फेर अब सहनु सक्छ दुई फेर अब सहनु सक्छ त अनि बारम्बार त सक्दैन त अनि हेर त्यो बेड अब कसो भयो थाहा छ बेडमा अब भैँमा सुत्नु पर्छ तिमी भैँमा होइन तिमीलाई त बाहिर निकालिदिन्छु रोडभन्दा बाहिर बुझ्यौ न हेर्नु है रमेश हेर्न आइज त यहाँ नाङ्गा हेर्ने यहाँ यस्तो नि सुताइ हुन्छ त हेर्न यहाँ यो सुताइ सधैँ एक दिन हो र यार 2 दिन हो र सधैँ बारम्बार यसरी हुन्छ रमाइलो बा हेर्न आउँछ यसरी हुन्छ सधैँ दिनै बारम्बार हेर्न यो त हल हो हल 2 जना हुने कोठामा पनि नाङ्गे सुत्दैनन् केटाहरु अलि एक बेला दनका लाउन एक बेला लाउन दनका एक बेला त्यो मर्दाखेरि ढाक्ने कुरालाई सधैँ त्यसो गरेर हुन्छ कसलाई कहिले जोडी गर्ने गोपाल दालाई फोन गर्नु भन्दिउ के हो बोल त मेरोमा योमा छैन बेला अब त्यसैमा खाए त आफ्नो लिमिटमा हुनुपर्छ नि साउ यार जति बेला पनि मान्छेहरू माथि सुतिरह तल यार यस बेला गर्छ पानी खानु पर्दैन म भाइ म आफ्नो मेरो तकाले भन्छु नि किन त्यसो बारम्बार त्यसो गरे एकचोटि दुईचोटि मान्छेले सहन्छ कतिचोटि भयो ल भन त पहिला सुनि बोल्दा अहिले मेरो यसलाई तपाईँले गर्नु हुँदैन यसलाई मैले आफै सुमनले लास्ट चेतावनीको रूपमा लिन्छ लास्टको काम हो यो म आफ्नो हृदयबाट लास्ट चेतावनीको रूपमा लिन्छु अब दिन लास्ट हो यो म आफ्नो हृदयबाट लिँदैछु यो आफैले भने हामीले भन्नुपर्छ हो म आफै नै सही अब नि भन्यो भने तपाईँलाई जे मनमा लाग्छ अब त्यो गर्यो भने चाहिँ बाहिर लाखादेखि कोठाबाट बाहिर लाग्दैन माथि फाल्दिनु समस्या साँच्चै हो साँच्चै अहिले गर्यो भने देखो अहिले फाल्दिने बाहिर अहिले होइन अहिले लास्ट नत्र अहिले भयो त फेरि अहिले लगिहाल्छन् बाहिर ल गोपाल सर यतापट्टि आउनु न यतापट्टि रुममा यता हाम्रो रुममा आउनु न यता हाम्रो रुममा के यतापट्टिको रुममा हो
आज चुम्मनहरुको भिडियो गरेछ चुम्मनले लास्ट अति गरे हामी त चुम्मनलाई त हिर्काइदियो लास्ट यार कपडा सपडा फालेर भनेर हैन के त्यो देखाउन हामीले भिडियो गरिराखेछ फोटो नि खिचेको भिडियो नि गरे हैन हिर्काउनु त अब हिर्काएको के अब यहाँ भन्दा त किन हिर्काउनु कति हिर्काउनु ल ल ल सधैँ बाहिर चल्छ चुम्मन अनि तिमी आफैले कसलाई निकालेको यो रुमबाट तिमीले यो रुमबाट कसलाई निकालेको त्यसको कसम खाएर त भन्दैछु यो मेरो लास्ट थाहा छ नि त्यो त्यो बुहार अरे सर मैले हो त्यसलाई निकाल्यो नि रुमबाट तिमी त्यही हालत हुनुहुन्छ तिमी त्यही हालत हुने हो सर अब तिमी त्यही हालत हुने हो मर्ने गरी दिनुपर्छ कि